सबैजना नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि तपाईँलाई मेरो यो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै आरामै छु। चाहिँ बिहानको 6:30 भइसकेको छ। म चाहिँ फाइनली आइसकेको छु कोची भन्ने ठाउँमा। अहिले मैले गर्दैछु अल इन्डिया टुर, त्यो पनि साइकलमा, त्यो पनि बिना पैसा। यो चाहिँ हाम्रो एकदम फेमस ठाउँ हो। यहाँ चाहिँ हाम्रो एकदमै ठुलो चर्च छ अनि यो चर्चको घुमघाम गरेर दर्शन गरेर हिजो राति म यहीँ सुतिरहेको थिएँ। म सुतेको त यहाँ हो, तपाईँले हेर्न सक्नुहुन्छ। अनि हाम्रो बसन्तीको हेर्न सक्नुहुन्छ हालत कस्तो छ। अनि आज बिहान बिहान उठेर नुहाएर धोएर फ्रेस भएर यहाँ सबै व्यवस्था रहेछ। एकदम खुसी लाग्यो, एकदम मजा आयो। बिहानको सूर्योदय हुँदैछ अनि माथितिर हेर्नुहुन्छ भने यहाँ मेट्रो हिँड्छ है। भर्खरै पनि मेट्रो आउने बेला भइसकेको छ, सायद अब आउँछ होला। ल हेर्नुहोस्, आज सबैलाई गुड मर्निङ भन्दै आजको दिनलाई फेरि मैले सुरुवात गर्न चाहन्छु। लाइक सेयर कमेन्ट र सब्सक्राइब गरेर सपोर्ट गर्न सक्नुहुन्छ तपाईँहरूले। डार्लिङ, म चाहिँ अहिले मेन रोडमा निस्किसकेको छु। अब म कता जानुपर्ने हो भन्ने कुरा म आफैलाई थाहा छैन। के भेटिन्छ अगाडि, को भेटिन्छ अगाडि भन्ने कुराहरू अगाडि जाँदै गर्दाखेरि थाहा हुने कुराहरू हो। गाइज, अहिले म चाहिँ यहाँ एकजना बुवासँग भेट भएको छु। मैले त यहाँ हिँड्दा हिँड्दा पार्क देखेर पार्कभित्र छिरेँ होइन। अनि साइकललाई त्यहाँ पार्किङ गरेर अनि बुवाले मलाई चिया खान जाऊँ न त हिँड भन्नुभएको छ। यहाँ चिया खान लिएर आउनु भएको छ यो होटेलमा है। उहाँ हुनुहुन्छ हाम्रो बुवा। के छ कसो छ है। त्यो होटेलको नाम चाहिँ के हो यो इङ्ग्लिसमा लेख्छ, यताको भाषै बुझिँदैन है। अनि यो चाहिँ मेन रोड है गाइज। माथि चाहिँ मेट्रो चलिरहेको हुन्छ। यो मेन रोड म चाहिँ यताबाट आएको, म जानुपर्ने त यता जानुपर्ने हो। बिहानदेखि चिया खाएको छैन, चिया यसो खाना पर्यो भनेर आएको है त गाइज। ल हेरौँ कस्तो हुन्छ अब। यहाँ अब होटल रहेछ, चिया खाउँछु भन्नुभएको छ। दादा, हेलो दादा, आपका नाम? जय किशन। ओके, आप इधर के लोकल? मलयालम? मलयालम। ओके, मलयालम, कुछ हिंदी। ओके, थोड़ा थोड़ा अंग्रेजी थोड़ा मालूम। ओके। और हामी दुईजना यहाँ भएर अब चिया खानुपर्ने हुन्छ। थ्याङ्क यू सो मच। अरू यस्तो चाहिँ गाइज है, अब चियाको व्यवस्था भयो, अब अरू कुरा व्यवस्था गर्दै जाने बिस्तारै बिस्तारै। मैं अभी रोड से अंदर आया था और मेरे को इधर से सामान लेना था, इसलिए मैं थोड़ा इधर भैया के पास आया था। हेलो भैया, कैसे भैया? आपका नाम क्या है? समझ से। आपका गांव किधर है? हमारा वेस्ट बंगाल। वेस्ट बंगाल से ना। फुल ग्लव्स है ये, अब धूप के लिए लिया था। और भैया इसका कितना है? 120 रुपीज़ का है ये। अब ये मेरे को ज़रूरत था इसलिए मैं लिया हूँ। मैं आ चुका हूँ इतना बढ़िया जगह, देखिए ज़रा। और हमारे सर मिले, हम थोड़ा बातचीत करते हैं सर से। हेलो सर जी, आपका नाम क्या है सर? मेरा नाम राज है, राज। ओके, ये जगह का नाम क्या है सर? ये जगह का नाम है मरीन ड्राइव कोचीन। मरीन ड्राइव कोचीन। सर इसका नाम पसंद है। फ्लैग देखिए ज़रा, मस्त हवा लग रहा है, मस्त बढ़िया जगह है सर। इधर से सब उधर सी है, मतलब सब कारोबार इधर से होता है। यही नेवी का कोटा से। नेवी का भी कोटा सीटर ही है। बहुत बढ़िया जगह है गाइस। देख उधर एक शिप पड़ा है, वो वारशिप है। वो गोल देखा है ना, वो हाँ वो गोल गोल। बड़ा रडार है। उधर से पूरा साउथ इंडिया। हाँ ऐसा है क्या? कि मैं इधर से आया था तो सर आप बता रहे थे उधर वो फोर्ट के बारे में, थोड़ा उसके बारे में बता दीजिए। उधर हम लोग भी जा सकते हैं, नॉर्मल लोग भी जा सकते हैं उधर? अरे यार उधर तो किसी भी जा सकते हैं। Now it's a common area. ओके। And you can see many buildings there are very old, 200-300 years old. वाओ। Now there is a festival going on, Benale. बेनाली फेस्टिवल है उधर का। वेरी स्पेशल जगह, उधर हम जाना पड़ेगा। आज का मेरा डेस्टिनेशन शायद उधर ही होगा। हमारा बसंती को मैं अंदर लेके आया हूँ। हम जा रहे हैं थोड़ा बोट में, हम जाना पड़ेगा बोट में। ओके, फर्स्ट टाइम मैं बसंती बोट में जा रहे हो गाइज। तुम मेरी हो बसंती। मेरे पास टिकट आ चुका है, ओनली 6 रुपीज का टिकट है ये, देख सकते हैं आप लोग। साइकल पर लाना पाइन्छ है मजाले। सर जी टिकट थैंक यू सर। हैप्पी जर्नी।
थ्याङ्क यू सर। अब यतातिरको वातावरण हेर्नु पर्यो भने वाह कडा अब ढुङ्गामा जानुपर्छ ल। पहिलो पटक मेरो साइकल मेरो बसन्तीलाई मैले ढुङ्गामा चढाउँदैछु है गाइज। कसरी यो ढुङ्गामा चढाउने साइकललाई ओ माई गड हेर्नु त कस्तो छ यतातिर मस्त छ त यार गाइज। हामी चाहिँ त यही ढुङ्गामा हो अब चाहिँ है। अब यसमा साइकलभित्र हालेर जानुपर्ने हुन्छ। हामी धेरै टाढा जानु पर्ने हुन्छ है त। ल गइहालौँ त ढिला नगर मैले फेरि म छुट्न सक्छु कि यहाँनिर। साइकल कताबाट लाने होला र एकदमै गाह्रो छ त हो। मलाई कसैले हेल्प गर्दैन कि क्या हो कोही छैन यार हेल्प गर्ने यार। हो यस्तो पनि हुन्छ। ओके गाइज फर्स्ट टाइम इन पर्चेज माई बाइसाइकल वाओ मस्त मेरा फर्स्ट एक्सपिरियंस देख सकते हैं। दिस इज केरला कोची। ओके या ब्रदर हेलो। पछाडि मान्छे देख्न सक्नुहुन्छ तपाईँहरूले एकदमै भिडभाड छ। हाम्रो लोकल बस जस्तै हो क्या हाम्रो बुटर बरगाडको माइक्रो जस्तै हो यो चाहिँ होइन। एकदमै सिस्टम छ। ड्राइभर अगाडि हुनुहुन्छ है खलासीको थाहा भएन यस्तो छ है सिस्टम चाहिँ एकदमै मजेदार छ। एकदमै मजा आइरहेछ। अब उता गएर हामीले यस्तो मजा गर्नुपर्ने हुन्छ आज है। गोवा पछिको मजा यहीँ होला जस्तो छ नि त। आज दारूसारू हान्न पाइन्छ कि पाइँदैन पैसा छैन नि त के गर्ने हो। अब केटाहरूलाई कन्ट्याक्ट गर्नुपर्छ जो छन् जता जता छन् केटा अब पैसा हाल भन्नुपर्छ। कति सस्तो टिकट रहेछ नि त यहाँ त जम्मा 6 रुपियाँमा मलाई लिएर हिँडिरहेछ नि। अब कहाँ लिएर हिँडेछ नि थाहा छैन। बाहिर चाहिँ यस्तो छ गाइज है वाह यो पनि अलगै एक्सपिरियन्स हुने भयो नि त यार। म त साइकल लिएर ढुङ्गामा चढेको फर्स्ट टाइमै हो है। म फाइनल्ली आइसकेको छु है ढुङ्गामा साइकललाई लिएर आएर म वारी आइसकेको छु। यो ठाउँ कस्तो रहेछ भने हाम्रो ठमेल जस्तै बजार रहेछ नि त यो त पुरै टुरिस्ट एरिया रहेछ यतातिर चाहिँ जता हेरे पनि बवाल बवाल कुरीहरू छ। अनि त्यसपछि रमाइलो हरियाली हेर्ने हो। ल हेर्नु त हरियाली हेर्नु त हरियाली ल नेपाल फ्याग होइन हरियाली हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो हरियाली त बिगी छ कि यहाँ हरियालीको बिगी आमा तेरि यार। अनि यहाँ फरेनरहरू पनि एकदमै विभिन्न किसिमका कन्ट्रीहरूबाट पनि फरेनरहरू आएको मैले यहाँ देखिसकेको छु। आज चाहिँ मेरो बसाइ चाहिँ यतै होला जस्तो छ गाइज है। यहाँदेखि अब निस्किने जस्तो मेरो छाटकाट छैन किन भन्दाखेरि यस्तो मजेदार वातावरण छ कि तपाईँ यहाँ लाइभ भएको भए नि तपाईँ पनि यहीँ बस्नुहुन्थ्यो होला कि। आज म चाहिँ यताबाट आएको हो अनि म चाहिँ अब जानुपर्ने यतातिर हो। अनि आजको नाइट स्टे चाहिँ हामीले यतै गर्नुपर्ने हुन्छ। बवाल छ भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। अब हामी जानुपर्ने हुन्छ यता बिच छ अरे होइन के छ यहाँको सबै कुराहरू हामीले छर्लङ्गै हेर्नुपर्ने हुन्छ। चाहिँ म यो लास्ट स्टेसन है चाहिँ यहाँ साइकल पार्किङ गरेर चापी लगाएर अनि घुम्न निस्केको। वातावरण चाहिँ यस्तो छ है यतातिर हेर्न सक्नुहुन्छ तपाईँले पुरै मान्छे भिडभाड छ यार। पुरै रसिनहरू छ यार यहाँ त यार। अब अगाडि गएर हामीले हेरौँ के छ अगाडितिर अलिकति ओल्ड हाउसहरू यताउति पुरै पुरानो यो चाहिँ अङ्ग्रेजको पालादेखि कि 14औँ शताब्दीमा भएको कुराहरू हो यहाँनिर चाहिँ है। पुरै ल हेर्न सक्नुहुन्छ यस्तो खतरा छ क्या यहाँनिर ओ माई गड। अनि आज फेरि यो केटाकेटीको कुन संस्थाले चाहिँ यो समुद्र सफा गर्ने भनेर भयभरका केटाकेटीलाई यहाँ लिएर आएको रहेछ। यता हेरे पनि भालेपति उता हेरे पनि भालेपति। मलाई रिस उठिसकेको छ क्या भालेपति भइरहेछ यहाँ जता हेरे पनि। सरसफाइ यहाँ कसैले केही गरेकै छैन भालेपति मात्रै भइरहेछ यहाँ। यसरी पनि हुन्छ सरसफाइ काम गर्न आएपछि थकै लाउनेरी गर्न पर्छ। भालेपति खेलिया छन् पछि भागेका छन् उगाएर पनि उस्तै पठाइदिएर हेर्नुहोस्। अब यिनीहरू होटेलहरू हो होटेलहरू पनि यस्तो पुरानो टाइपको होटेलहरू छ। पुरै टाइल लगाएको छ है। द हट स्पट रेस्टुरेन्ट है खानासाना सबै कुरा पाउँछ होला। ठ्याक्क समुद्रको छेउमा हो। कहिले आउनुभयो चाहिँ पस्नु होला। तपाईँहरूले मैले भनेको कुरा विश्वास गर्नुहुन्न जता हेरे पनि भालेपति नै सक्यो फेरि है गाइज। यहाँ मैले आइसक्रिम खानु पऱ्यो भनेको है सबैभन्दा सस्तो नै 30 रुपियाँको रहेछ कि। तपाईँलाई म मेन्यु देखाइदिन्छु ल हेर्नु त। दिस इज सबैभन्दा सस्तो लो प्राइस ओके स्टार्टिङ भेनिला। दादा एक one piece 30 रुपिस Vanilla strawberry. भेनिला। आई लभ भेनिला आइसक्रिम खानुपर्ने भयो 30 रुपियाँहरू सबैभन्दा सस्तो। ए भगवान् कति महँगो हो क्या दादा इधर यार कितना महँगा आइसक्रिम है। गाइज अहिले म चाहिँ यहाँको एकदमै खतरा ठाउँहरू हेर्दै हिँडिरहेको छु। तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ कस्तो दामी चिजहरू। यो चाहिँ केरलाको ट्रेडिसनल चिजहरू हो है। यो हाम्रो ठमेल भक्तपुरतिर त्यस्तै हुन्छ त्यस्तै छ क्या यहाँ सबैतिर। ल हेर्नुहोस् त कस्तो दामी छ वाह। यो पर्फ्युम होला सबै है। घरहरू पनि एकदमै सबै पुरानो घरहरू छ क्या यहाँनिर। यतातिर पनि यस्तो छ है पुरानो घर बर्गर स्ट्रिट। म चाहिँ यताबाट आएको हामी चाहिँ यता जानुपर्ने हुन्छ अब है। वाह हरियाली एकदमै मजेदार हरियाली छ यार। आमामा कसम यार यो ठाउँ त छोडेरै जान नसकिने जस्तो रहेछ त भने। वाह
हेर्नु है भ्यू हेर्नुहोस् तपाईँहरूले पछाडिबाट हेर्ने भए पनि म पछाडिबाट पनि देखाइदिन्छु तपाईँहरूलाई तपाईँहरूले पछाडिबाट हेर्ने बानी लाग्छ भने म तपाईँलाई पछाडिबाट पनि देखाइदिन सक्छु ल हेर्नुहोस् घरहरू हेर्नु त कस्तो पुरानो पुरानो डिजाइनको घरहरू छ रङ लाएर चटक्क बनाएको यो हेर्नु त कपडाहरू पनि दामी दामी पाउँदो रहेछ है सेम ठमेल जस्तै छ क्या कस्तो यहाँ आउँदाखेरि मलाई ठमेलकै याद आयो क्या यार ल हेर्नु होटलहरू पनि कस्तो पुरानो टाइपको एकदम क्लासिक डिजाइनमा छ है अब यसको पनि हेर्नु क्लासिक डिजाइन एकदमै दामी दामी छ त यार पुरानो पुरानो घरहरू छ वाह ल फरेनरहरू पनि देख्न पाइन्छ यहाँनिर टोपीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले वाह नाइस यार ब्यागहरू पनि कस्तो दामी दामी ब्याग दिस इज ब्याग टाटु टाटु यस मेडिटेसनवाला हो यो चाहिँ है अहिले चाहिँ अब रात पर्ने बेला भइसकेको छ म चाहिँ समुद्रको छेउमा आएर बसिरहेको छु है यहाँ सबैको भालेपतिको चक्करै चक्कर बाँदरको हातमा नरिवल भनेको के तपाईँले यहाँ हेर्न सक्नुहुन्छ हेर्नुहोस् कति भिडभाड छ होइन जता हेरे पनि जोडी 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 मात्रै देख्न पाइन्छ तपाईँले हेर्न सक्नुहुन्छ है अनि म मात्रै हो कि जस्तो सिङ्गल लागिरहेको छ क्या मलाई यहाँ त ओन्ली मी म मात्रै हो यो संसारमा सिङ्गल भनेको बाँदरको हातमा नरिवल यस्तो राम्रो राम्रो केटीहरू यस्तो काले काले हुन त म पनि खासै राम्रो छैन होला तर यहाँ चाहिँ योभन्दा त मै राम्रो छु नि जस्तो पनि फिल हुन्छ क्या कस्तो जिन्दगी हो यार मेरो छ्या यस्तरी बाँच्नु भन्दा त ए भगवान् मलाई उठाइदेऊ यार बरु यार म यस्तरी धेरै बाँच्न सक्दिनँ है म पागल भइसकेँ यहाँ जोडी देखेर कोही बाँकी नै छैन क्या यहाँ कोही बाँकी नै छैन आज यो चाहिँ स्पेसल वर्षमा एकचोटि हुने कार्यक्रम रहेछ यो एउटा यो एनजिओले चलाउँछ क्याप्टेन भन्ने एनजिओ होला सायद यो विदेशी संस्था नै होला त्यसले चाहिँ वर्षमा एकचोटि चाहिँ यो सरसफाइ कार्यक्रम राख्दो रहेछ बिचमा अनि यहाँ सबै जम्मा भएर भालेपत्ती खेल्ने काम मात्रै हुँदो रहेछ यहाँ विभिन्न कलेजहरू क्याम्पसहरू स्कुलहरू संस्थाहरू आएर यहाँ यो सरसफाइ भन्ने अनि भालेपत्तीको ट्याकट्याक हुँदो रहेछ यहाँ सबै सरसफाइ बिच केही साफ गरेकै छैन क्या यिनीहरूले नाटक मात्रै बढी भइरहेको छ यहाँ हेर्नु त भिडभाड म यो हेर्न सक्दिनँ म यहाँदेखि निस्केँ है गाइज म यहाँदेखि निस्केर हिँडेँ मलाई रिस उठिसकेको छ सबैको ब्रेकअप भयो हुन्थ्यो नि फाइनली गाइज अभी रात हो चुका है अब मेरा सोने का टाइम भी हो चुका है सोना तो पड़ेगा भाई थोड़ा सोना तो क्या है नया जगह है कैसा जगह है कुछ मालूम तो नहीं है थोड़ा डर तो लगता है गाइज जो मैं बसंती को थोड़ा पार्किंग करते हैं मैं आज इधर ही सोने वाला हूँ और मेरे खाना भी नहीं खाया हूँ इसलिए मैं थोड़ा आपको मैं खाना भी मैं दिखाना चाहता हूँ मैं क्या खाने वाला हूँ तो आप लोग समझ रहे हैं ये रात में चश्मा क्यों पहन रहा है भाई अरे फ्लैश ऑन किया हूँ तो मैं आँख में आएगा ये बिस्कुट है दिस इज गाई बिस्कुट एउटा दाइले चाहिँ मलाई बिस्कुट दिनुभएको थियो होइन क्रैक जैक भन्ने बिस्कुट रहेछ यो राम्रै बिस्कुट हो द ओरिजिनल स्वीट एंड साल्टी क्रैकर अच्छा लगता है अच्छा है और मेरे पास 2 ऑरेंज भी है और मेरे पास वाटर भी है आज का मेरा स्पेशल खाना यही है गाइज आप लोग बोलते हैं भाई हर दिन ये चिकन खाता है हर दिन अरे भाई चिकन क्या चिकन दिखाता हूँ मैं ये नहीं देखा आज देखो असली हालत कैसा होता है भाई हर दिन चिकन नहीं मिलता भाई किधर मिलेगा चिकन पॉकेट में 1 रुपया पैसा नहीं है अरे ऐसा ही चल रहा है तो आज का मेरा फर्स्ट डे कोची एंड एक्सपीरियंस अच्छा लगा इधर उधर मैं देख चुका हूँ बढ़िया अच्छा जगह है कल भी हम देखने वाले हैं बढ़िया बढ़िया जगह जाएंगे घूमेंगे फिरेंगे मस्त इंजॉय करेंगे ओके और मेरा सोने का जगह आज ऐसा है देख सकते कुछ देखता नहीं इधर लाइट भी नहीं है कुछ नहीं है इधर थोड़ा सी है मतलब समुद्र के बाजू में मैं सोने वाला हूँ आज ऐसा ही सोने वाला हूँ इधर ही सोएगा कितना दिन से मैं अच्छे से सोया नहीं हूँ आज थोड़ा अच्छे से क्या सोएगा रात को वही तो है फिर प्रॉब्लम तो ऐसा ही चल रहा है कि आज के लिए मैं मेरा ब्लॉग इधर ही बंद गर्न चाहता हूँ लास्टसम्म जसले भिडियो हेर्नुभयो सबैलाई म धन्यवाद भन्न चाहन्छु लाइक शेयर कमेन्ट एन्ड सब्सक्राइब गर्दै भान्जा ब्लगलाई सपोर्ट गर्नु होला भन्न चाहन्छु गाइज जय हिन्द जय भारत अनि जय नेपाल गुड नाइट